जब बसन्त लाग्छ मलाई मेरो ठाउँ, मलाई मेरो गाउँ अझ सुन्दर लाग्छ, अझ रमणीय लाग्छ। गुराँसको फुलले गाउने राताम्य बनाउँछ। त्यसै कारणले पनि होला गाउँका सबैजना बसन्तमा अझ धेरै उत्साहित हुने गर्छन्। मनभरि जे जस्तो पीडा दुःख भए पनि जब लाली गुराँसले डाँडा काँडा ढाकेको देख्छु, आफू स्वयं रङ्गीन भएको महसुस गर्छु र सोच्छु, यो गुराँस हामी सबैको आत्मामा बसेको छ, हामी सबैको मनमुटुमा बसेको छ। मेरी माया साया, तर म उनीलाई साया भनेर सम्बोधन गर्दिन। उनीले मलाई तपाईँले मायाले जे भनेर बोलाउनु भए पनि हुन्छ भनेर भनेकी छिन्। सोही दिनदेखि म उनीलाई गुराँस भनेर सम्बोधन गर्ने गर्छु। साँच्चीकै सायामा जुन सुन्दरता छ, जुन चमकता छ, जुन रङ्गीनमयपन छ, त्यो लाली गुराँसमा भन्दा कम छैन। उनी पनि गुराँस भनेर सम्बोधन गर्दा निकै खुसी हुन्छन्, किनकि उनीलाई पनि गुराँस निकै मन पर्थ्यो। जुन गुराँसको सौन्दर्य, जुन गुराँसको रङ्गीनपन कहिले पनि मेटिँदैन, त्यसरी नै हाम्रो मायाको सौन्दर्य पनि कहिले पनि मेटिने छैन भनेर उनीसँग वाचा गरेको छु। हाम्रो जीवन सधैँभरि रङ्गीनमय रहोस्। धन्यवाद।